हाम्रो मान्छे हैन हाम्रो नेपालको झन्डा लिएर बस्नु भएको छ हाम्रो बुवा पछाडि देख्न सक्नुहुन्छ तपाईले देशप्रेमी राष्ट्रप्रेमी हाम्रो बुवा बसन्तपुरको मन्दिरको अगाडि हुनुहुन्छ हामी चाहिँ अहिले बसन्तपुरको हामी मेन ठाउँमा छौं तपाईहरु देख्न सक्नुहुन्छ यो व्हाइट हाउस देख्न सक्नुहुन्छ यो मन्दिरहरु भइहाल्यो अनि यता चाहिँ यो मेन गेट पर्छ अनि त्यसपछि हामी चाहिँ अहिले बीचमा छौं तपाईहरु देख्न सक्नुहुन्छ यहाँ थुप्रै बिक्री गर्ने सामानहरु पनि छ यहाँ सबै यो नेपालमै आफै बनाएर बेच्नुहुन्छ यहाँहरुले बसन्तपुरको यो अनि यहाँ थुप्रै होटलहरु छन् राम्रो ठाउँ छ आज शनिबार आज हामी घुम्न आएको रमाइलो भइराछ मामा भान्जा आएको छौं अनि गर्मी पनि भइरा भान्जा गर्मी भएको छ गर्मी भएको छैन हामी चाहिँ आज बसन्तपुर शनिबार घाममा काम नपाएर घुम्न आछौं बिस्तारै मान्छेको चलपल बढ्दैछ आज शनिबार बसन्तपुर प्लाजा सीसी क्यामेराहरु लगाएर राखेको छ यहाँ चाहिँ बसन्तपुर देख्न सक्नुहुन्छ हजुरहरुले हाम्रो एकजना दाइले फोटो खिच्न आउनु भएको छ है हाम्रो भान्जालाई भयो दाइ वेलकम दाइ सबैहरु देख्न सक्नुहुन्छ यहाँ थुप्रै किसिमको ह्यान्डमेड सामानहरु छ बसन्तपुरमा आफै हातले बनाएर नेपालको आफै उत्पादन गरेर बेच्नुहुन्छ उहाँहरुले एकदम राम्रो सामानहरु छ खुकुरीदेखि लगाएर मालाहरु सबै औँठीहरु धेरै पुरानो सामानहरु पनि छ ब्रासलेटहरु सबै थुप्रै सामानहरु छ यो चाहिँ माइन्ड हिल गर्ने यो के भन्छ यसलाई यार यसको नाम पनि मलाई थाहा छैन त्यति सबै राम्रो सामानहरु छ पुरानो यो चाहिँ हाम्रो व्हाइट हाउस भयो बसन्तपुरको यिनी चाहिँ हाम्रो ह्यान्डसम भान्जा भइहाले मन्दिर देख्न सक्नुहुन्छ हजुरहरुले यहाँ दुईटा शेरहरु पनि छन् दाम्ने व्हाइट हाउस के पछाडिको भाग हो यो चाहिँ यो चाहिँ निर्माण कार्य हुँदैछ यहाँ चाहिँ यो भत्केको उसलाई चाहिँ बनाउने काम चलिरहेछ बसन्तपुरको बसन्तपुरको पछाडि साइडमा पनि थुप्रै पसलहरु देख्न सक्नुहुन्छ मन्दिरहरु छ राम्रो मान्छेहरु पनि हिँडिराख्नु भएको छ फरेनरहरु एकदम धेरै हुनुहुन्छ हाम्रो आज बसन्तपुरमा नेपाली भन्दा पनि ट्रेडिसनल मण्डला यहाँ चाहिँ बसन्तपुरको सबभन्दा एकदम बेस्ट ठाउँ भनेको यहाँको यो परेवाहरू बस्ने परेवाहरूलाई चारो दिने एकदम
उहाँ चाहिँ के सुट हुँदै रहेछ। दर्शक बिन यति बेला हामी अहिले बसन्तपुरको पछाडिपट्टि भागमा छौँ। हाम्रो ह्यान्डसम दाइको यहाँ भिडियो गराउँदै हुनुहुन्छ। यहाँ चाहिँ क्यामेराम्यान दाइहरू हुनुहुन्छ। यो सबै काष्ठकलाहरू सबै ह्यान्डमेड हो। यो पुरानो हाम्रो राजाको पालामा बनाएको यो काष्ठकलाहरू धेरै राम्रो राम्रो छ। हाम्रो दाइ टिकटक बनाउँदै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो थुप्रै विदेशी पर्यटकहरू हुनुहुन्छ। हाम्रो टुरिस्टहरू बसन्तपुर घुम्न आउनु भएको। चाहिँ हाम्रो दाइ हुनुहुन्छ, बुढाथोकी दाइ, हाम्रो हिरो भान्जा। उहाँहरू घुमेर फर्किँदै हुनुहुन्छ। भाइ एकदम राम्रो मान्छे होइन, एकदम ह्यान्डसम पनि छ हाम्रो प्रो होइन। कोही अनम्यारिड सिङ्गल नभएको केटा छ भने हाम्रो भाइले लाइक गरिदिनु होला, मन पराइदिनु होला, लभ गरिदिनु होला। भाइ लभ गर्न रेडी छ होइन। हाम्रो नेपालको झन्डा लिएर बस्नु भएको छ नेपाली बा र ल ल दाइ हान्जा गराएको त ल। ल हाम्रो नेपालको झन्डा लिएर बस्नु भएको छ हाम्रो बुवा पछाडि देख्न सक्नुहुन्छ तपाईँले। देशप्रेमी राष्ट्रप्रेमी हाम्रो बुवा बसन्तपुरको मन्दिरको अगाडि हुनुहुन्छ। भान्जा कस्तो लागिरहेछ? एकदम ठिक छ। रमाइलो छ आज। हाम्रो देशप्रेमी बा, नेपाल राष्ट्रलाई माया गर्ने बा हाम्रो नेपालको झन्डा समाएर बस्नु भएको छ। बसन्तपुरको दृश्य देख्न सक्नुहुन्छ हजुरहरू यति बेला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। लाइक, सेयर, सब्सक्राइब गरिदिन नभुल्नुहोला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला।